के लाग्छ फरक छ कि छैन अभियसली फरक छ तपाईँ देखाउनु फरक कस्तो हुन्छ यो इलेक्ट्रोनिक्स भनेपछि तपाईँको र मेरो मैले त अघि नै भनेको थिएँ नि त फरक छ जस्तो लाग्छ किन फरक छ तपाईँलाई थाहा छ यस्तो कुराहरू किन होला जस्तो लाग्छ फरक कुराको यो यहीसँग रिलेटेड यो अल्गोरिदमले एउटा इन्टरनेट बबल भन्छ क्या ए ओके ओके इन्टरनेट बबल मैले सुनेको छु नि मैले पनि सुनेको छु सुन्नुभएको त्यो इन्टरनेट बबल चाहिँ यही अल्गोरिदमको कारणले नै बन्छ क्या मतलब हामीले त्यो साबुन पानीले बबल बनाएको त्यस्ता बबलहरू होइन साना बबलहरू छन् त्यो एउटा बबलभित्र एउटा व्यक्तिको आफ्नो युजर स्पेस छ क्या मतलब त्यो एउटा बबल मान्नु एउटा बबल छ अरे त्यो बबल भनेको चाहिँ एउटा व्यक्तिको उसले हेर्ने परिधि के हेर्छ कस्तो कुरा उसले एक्सेप्ट गर्छ फेरि एउटा बबल अर्कोको भन्दा डिफ्रेन्ट हुन्छ जस्तै समाज व्यक्ति होइन व्यक्ति समाज र देश सोसियल मिडियाबाट कन्ट्रोल हुन्छ अथवा अल्गोरिदमबाट कन्ट्रोल हुन्छ भने त्यो कोल्याप्स हुन टाइम लाग्दैन जब समाज देश र के अरे व्यक्तिले सोसियल मिडियालाई कन्ट्रोल गर्न जान्छ त्यसले जित्छ त्यसले अभियस फेरि पनि स्वागत छ हाम्रो यो नयाँ एपिसोडमा आज हामी अस्ति के को कुरा गरिरहेको थियौँ अस्ति हाम्रो फर्स्ट भिडियोमा हाम्रो नेक्स्ट भिडियो चाहिँ अल्गोरिदम सम्बन्धी आउँछ है भनेर सन्तोष सर मलाई के लाग्छ भने तपाईँको मोबाइलमा र मेरो मोबाइलमा जस्तो सोसियल मिडिया प्लेटफर्ममा हामी के हेर्छौँ नि त होइन फरक छ जस्तो लाग्छ क्या फरक आउँछ जस्तो म तपाईँलाई देखाउँछु ल है म तपाईँलाई सुरुमा चाहिँ युट्युब देखाउँछु पहिला होइन युट्युब देखाउँछु तपाईँ ल यो हेर्नुहोस् है युट्युबको कन्टेन्ट हेर्नुहोस् ल युट्युब हेर्नुभयो न्युजहरू छ प्रायः जस्तो न्युजहरू हुन्छ कि मेरो होइन बिहान मैले यही हेरिरहेको थिएँ अनि यो आयो होइन प्रायः जस्तो मेरो यही यस्तै हुन्छ टिकटकको पनि हेर मेरो के आउँछ नि त हजुरले रिपिल चाहिँ नगरौँ देखाउँछु म त यसो हेरेर कन्टेन्ट हेर्नुहोस् त ए कस्तो आउँदो रहेछ होइन जस्तो फेसबुकमा पनि फेसबुक पनि खोलाएर देखाउँछु ल फेसबुक होइन ल यो हेर्नुहोस् त फेसबुकको रिल पनि के लाग्छ फरक छ कि छैन अभियसली फरक छ देखाउनु फरक कस्तो हुन्छ यो इलेक्ट्रोनिक्स हेर्नुभयो डिआइवाई प्रोजेक्ट अब यो फेसबुक देखाउनु फेसबुक तपाईँलाई टिकटक होइन टिकटकमा पनि त्यस्तै छ फेसबुक देखाउनु त फेसबुक है ल भनेपछि तपाईँको र मेरो मैले त अघि नै भनेको थिएँ नि त फरक छ जस्तो लाग्छ मैले चाहिँ एउटा चाहिँ गेस गरिदिएँ किन फरक छ तपाईँलाई थाहा छ यस्तो कुराहरू किन होला जस्तो लाग्छ फरक हाम्रो टपिक अल्गोरिदम छ अल्गोरिदमको कमाल हो नि त अल्गोरिदमको कमाल आज हामी यही टपिकको बारेमा सकेसम्म एकदम सिम्पल तरिकाले डिस्कसन गरौँ कसरी अल्गोरिदम हो भनेर भन्नुभयो किन अल्गोरिदम भन्नु अब यस्तो छ किन अल्गोरिदम हो भन्दाखेरि होइन खासमा चाहिँ अल्गोरिदमले चाहिँ के गर्छ बाट जाउँ नि त होइन के हो अल्गोरिदम भने के हो भनेर सुरुमा बुझौँ होइन कसरी अल्गोरिदम भन्दा नि अल्गोरिदम भने के हो भनेर सिम्पल तरिकाले बुझौँ सुरुमा म केही कुरा सेयर गर्छु तपाईँ पनि पछि केही कुरा सेयर गर्नु होला हुन्छ मैले बुझे अनुसार अल्गोरिदम भने के जस्तो लाग्छ भन्दाखेरि एउटा यस्तो इन्जिन क्या होइन एउटा यस्तो सिस्टम क्या जसले हामीहरूबाट डेटा लिन्छ त्यसको प्याटर्न रिकग्नाइज गर्छ अनि त्यो प्याटर्न रिकग्नाइज गरेपछि पछाडि अथवा प्याटर्न रिकग्नाइजलाई हाम्रो के पनि भन्छ बिहेभियरलाई स्टडी गर्छ भने जस्तो भन्छ हाम्रो एक्टिभिटिजहरूलाई स्टडी गरेर रिकग्नाइज गरेर त्यो इन्जिन अथवा त्यो सिस्टमले एउटा डिसिजन लिन्छ क्या मेरो बुझाइमा अल्गोरिदम त्यो हो भनेपछि तपाईँले भन्नुभएको छ हाम्रो कुरालाई नै लिएर बुझेर त्यो कुरालाई अनि हामीलाई नै रिकमेन्ड गर्छ जस्तो अघि हामीले चाहिँ गऱ्यौँ जस्तो मेरो फिड र हजुरको फिड अलि तपाईँको फिड अलि फरक छ किन भन्दाखेरि मेरो डेटा मेरो चोइस उसले लियो नि त होइन हुन त युट्युब फेसबुक एप त त्यही हो नि त होइन तर तपाईँको चोइस र मेरो चोइस फरक आयो फरक हुनाले मेरो त्यही तरिकाको डेटा उसले लियो मेरो प्याटर्न रिकग्नाइज गर्यो होइन मेरो चाहिँ एक्टिभिटिज बिहेभियरहरूलाई त्यसमा हुने एक्टिभिटिज र बिहेभियरलाई उसले चाहिँ रिकग्नाइज गरेर मलाई त्यही तरिकाको रिकमेन्ड गर्यो नि त भिडियोहरू सिमिलर नै मेरो धारणा पनि छ एउटा अल्गोरिदम भनेको तपाईँको डेटामा युजरको डेटालाई लिएर त्यसको अध्ययन गरेर
र यो युजरले चाहिँ यस्तो खाले कुरा चाहिँ मन पराउँछ भन्ने कुरा रिकमेन्ड गर्ने सिस्टम नै हो अल्गोरिदम भनेको। तर अल्गोरिदमले चाहिँ एउटा कमी चाहिँ के छ भने चाहिँ अल्गोरिदमले बायसिङ चाहिँ गर्छ क्या। तपाईँको बायसिङ कसरी गर्छ भन्दाखेरि तपाईँ त न्युज हेर्ने मान्छे, तपाईँ अलिकति पोलिटिक्स मन पराउने मान्छे, त्यो त आजभोलि ट्रेन्ड त्यही चलेको छ। ट्रेन्ड आजभोलि किनकि नयाँ सरकार आयो, तपाईँलाई अहिले त्यो चासो बढी छ। तपाईँले 1 महिनादेखि त्यस्तो पोलिटिक्स सम्बन्धी हेर्दै हुन्छ, तर 2 दिनमा पछिल्लो 2 दिनमा तपाईँले कुनै नयाँ खाले कन्टेन्ट हेर्नुभयो भने अब उसले के पक्षपात गर्छ भने तपाईँ 1 महिनादेखि त्यस्तो न्युज हेर्ने मान्छेलाई अब नयाँ कन्टेन्ट दिँदैन क्या। उसले तपाईँको मनको कुरा बुझ्छ, आफ्नो इच्छा, मैले यो सिकेँ त यही बायस गर्दैन क्या। तपाईँलाई आफ्नो मुख्य कन्टेन्टबाट उसले अर्को बाटोतिर लैदिन्छ, तपाईँले खोजेको कुरा भन्दा अरू कुरा दिन्छ क्या। त्यो चाहिँ केही समयको उसले अध्ययनले तपाईँ यस्तो मान्छे हो भन्न सक्छ। जस्तै तपाईँ राम्रो मान्छे हो तर 2टा नराम्रो भिडियो हेर्नुभयो भने उसले अब तपाईँ नराम्रो मान्छे हो, नराम्रै भिडियो हेर्नुहुन्छ भन्ने जस्तो रिकमेन्ड गर्छ। यहाँ चाहिँ अल्गोरिदमले बायसिङ गर्छ। मैले यो चाहिँ बुझेको थिएँ है, मैले आफूले युज गर्दा। तपाईँ फेरि यस्तो पनि रहेछ, हुन त अल्गोरिदम यस्तो फेसबुकको आफ्नै अल्गोरिदम हुँदो रहेछ हजुर होइन, टिकटकको आफ्नै अल्गोरिदम, युट्युबको आफ्नै अल्गोरिदम। त्यो सँगसँगै व्यक्ति पछि पनि अल्गोरिदमले फरक फरक रोल प्ले गर्दो रहेछ क्या। मतलब एप र प्लेटफर्म पछि फरक छँदैछ होइन। त्यसपछि त्यही जस्तो युट्युबको त्यही अल्गोरिदमले मसँग फरक रोल प्ले गर्यो, तपाईँसँग फरक रोल प्ले गर्छ नि त। त्यो त हामीले अहिले भर्खर पनि देख्यौँ होइन। तपाईँको न्युज फिडमा अलग्गै कुरा देख्यौँ, मेरो न्युज फिडमा उनलाई त त्यही फेसबुक एप त हो, त्यही युट्युब एप त हो। किन आएको होला अल्गोरिदम थाहा छ तपाईँलाई? खासमा यो अब यत्रो कुरा त हामीले गऱ्यौँ, अल्गोरिदम किन आएको होला जस्तो लाग्छ? यसको पछाडि एउटा बिजनेस हुन्छ नि, एउटा बिजनेस बिहाइन्ड द अल्गोरिदम पनि छ कि एउटा कुरा चाहिँ के हो जस्तो लाग्छ होला? युट्युब फेसबुक यिनीहरूले अल्गोरिदम राख्नुपर्छ। अब यस्तो छ, टिकटकले किन आफ्नो अल्गोरिदम खतरै तरिकाले बनाउँछ, डेभलप गर्छ भन्नु ल किन गर्छ? अब जेनरली यसो नर्मल कुरा बुझ्ने हो भने चाहिँ कुनै पनि प्लेटफर्म बनेको छ भने होइन, उसले बिजनेस गर्ने नै बने त होला। म्याक्सिमम भन्दा म्याक्सिमम युजरहरू इङ्गेज हुन् होइन, त्यहाँबाट चाहिँ जति म्याक्सिमम युजर, जस्तो टिकटकमा हेर्नु हामी कति धेरै युज भइरहेको हुन्छ नि होइन, एडहरू गर्नलाई अथवा डिफ्रेन्ट भिडियोहरू हाल्छ। टिकटक त आजकल टिकटक कहाँ युज भएको छैन भनौँ न होइन, टिकटकको कारण बिजनेस पनि चलेको छ। अरूको बिजनेस त चल्यो, टिकटकको आफ्नै बिजनेस पनि चल्यो नि त। म्याक्सिमम युजर त एङ्गेज भयो नि त। म्याक्सिमम युजरहरूलाई उसले इन्ट्र्याक्ट गर्नु त्यही तरिकाको अल्गोरिदम बनाउँछ क्या उसले, इन्ट्र्याक्सन बढी होस्। दिस इज बिजनेस भन्छ नि त, टिकटकले पनि दिस इज बिजनेस भन्छ क्या। युट्युबले पनि त्यही हो, दिस इज बिजनेस। युट्युबको पनि त्यही हो समस्या क्या। युट्युबले पनि के हो त, आफ्नो यसरी अल्गोरिदम डेभलप गर्छ कि सकेसम्म म्याक्सिममले के अरे केही कन्टेन्टहरूलाई सेयर गरून्, लाइक गरेको कति धेरै सब्सक्राइब आयो, कति धेरै लाइक आयो, कति धेरै कमेन्ट आयो, यस्तो कुरालाई उसले चाहिँ फेभर गरेर होइन त्यही तरिकाको। अझ फेसबुकको त मोनिटाइजेसनै आइसक्यो नि त, कन्सेप्ट मोनिटाइज गरिसक्यो नि त फेसबुकले त होइन, त्यो त सुरु गरिसक्यो। सो यो बिजनेस अब यही त हो नि, यही बिजनेस पोलिसी, बिजनेस उनीहरूको पनि त बिजनेस बढाउनु पर्यो नि त। अहिले त टिकटक त वर्ल्डको वान अफ द टप मोस्ट इन्कम जेनेरेट गर्ने कम्पनी भइसक्यो। मेटाकै कुरा गरौँ होइन, मार्क जुकरबर्ग त्यत्तिकै भएको हो त, यो वर्ल्डको वान अफ द रिचेस्ट पर्सन होइन। त्यही भएर ट्विटरमा एलन मस्कले पनि किनिसके पछाडि ट्विटर त के भने एक्स भनौँ त्यसलाई होइन, अब ट्विटर भन्नु भएन होइन। अनि त्यस पछाडि युट्युबको त्यही छ कमाल होइन, कति धेरै मान्छेहरू युट्युब थ्रु कति धेरै मान्छेहरूले आफूलाई आफ्नो कमाइ आर्जन नै गरिरहेछन्। युट्युबको त्यही कम्पनीले कति पनि कमाइरहेछ होइन। त्यो बिजनेस पोलिसी हो क्या खासमा, अल्गोरिदम त्यही तरिकाले बन्छ जस्तो लाग्छ मलाई। भन्नु चाहिँ ओभरअल इन जेनरल भन्ने हो भने प्लेटफर्महरूले आफ्नो प्लेटफर्ममा व्यक्तिहरूको इङ्गेजमेन्ट बढाउनुको लागि अल्गोरिदम युज गरिरहेको हो। तर अब हो ठिक छ, बिजनेस गर्नु पर्यो, त्यो हामीले भन्दैनौँ कुनै, तर त्यो बिजनेसको केही नेगेटिभ इम्प्याक्ट पनि पर्ला जस्तो मलाई लाग्छ। ठिक छ, हजुरले आई एग्रीड अन यर पोइन्ट होइन, हजुरले भने कुरामा म सहमत छु। बिजनेसको लागि उनीहरूले ल्यायो अल्गोरिदम, डेभलप गर्यो त्यही तरिकाले। तर हजुरले जुन कन्सर्न राख्नुभयो त्यसमा त्यो एउटा प्रश्न चिन्ह नै बनाएको छ क्या। जस्तो के बिजनेसको लागि नै त ल्याए, तर समाजमा यसले कति इम्प्याक्ट पारेको छ त, नेगेटिभ इम्प्याक्ट कति पारेको छ त,
यो कुरा पनि हामीले डिस्कस गर्नुपर्छ। यो चाहिँ तपाईँको एउटा कुरा यो म भनिहालौँ, हाम्रो ह्युमनको चाहिँ ब्रेनमा एउटा डोपामिन भनेर केमिकल हुन्छ, न्युरो ट्रान्समिटर भन्छ। न्युरो त्यो ट्रान्समिटर डोपामिन केमिकल त्यो बेला रिलिज हुन्छ जब हामी प्लेजर फिल गर्छौँ, खुसी फिल गर्छौँ, ह्याप्पिनेस फिल गर्छौँ। एउटा त रिल सर्ट मुभी हो, सर्ट मुभी, त्योमा पनि हामीले इन्स्ट्यान्टली केही न केही नयाँ कुरा पाइरहेको छौँ भनेपछि हाम्रो दिमागले डोपामिन रिलिज गरिरहेको छ। हो त्यो डोपामिन कन्स्ट्यान्टली रिलिज भइरहोस् भनेर त्यस्तै भिडियो रिकमेन्ड गर्नुको लागि कुनै अल्गोरिदमलाई युज गरेर यसलाई यस्तै यस्तै भिडियो पोस्ट गर्न त भनेर दिइरहेको छ। अब त्यो डोपामिन रिलिज भएर हामी ह्याप्पी फिल गरिरहेछौँ। सो एउटा रिल हेर्दा हेर्दा हाम्रो 1 घन्टा होइन 1 दिन बितेको थाहा हुँदैन। त्यो मात्र होइन नि, एउटा कुरा भन्नु तपाईँलाई, म आफ्नो कुरा सेयर गर्छु ल। जस्तो म टिकटक हेरेर हुन्छ होइन, तपाईँलाई त्यस्तो अनुभव भएको छ कि छैन होइन? पहिलो टिकटक हेरेँ होइन, स्वाइप गरेँ होइन, अथवा स्क्रल गरेँ, सेकेन्ड टिकटक आयो, लगभग लाइक एउटै तरिकाको टिकटक दिन्छ मलाई, अब त्यही रिकमेन्ड गर्छ नि त। अझै हेर्दै जान्छु, खुसी हुँदै जान्छु, हेर्दै हेर्दै गयो 5 हेरेँ, 10 हेरेँ, ल 5, 10, 15 हेरेँ, 20 हेरेँ, 20औं टिकटकमा तपाईँ पुग्दाखेरि, स्टक हुँदाखेरि पहिलो दोस्रो याद हुन्छ तपाईँलाई? पहिलो दोस्रो के भन्छ? त्यही भएर त्यसरी हामीलाई त्यसले डोपामाइन रिलिज भएर हुन्छ क्या। योमा नेगेटिभ पोइन्ट टाइपमा के छ भने होइन, चाहिने कुरा हामीलाई ठिक छ, स्क्रोल गर्दा चाहिने कुरा हेरि नै भए पनि हो, नचाहिने कुरा पनि हेरेर बस्छ। यो यसले चाहिँ एउटा कुराले चाहिँ अल्गोरिदमले चाहिँ हल्का नेगेटिभ इम्प्याक्ट चाहिँ यो पाइरहेको एउटा त्यो पक्षबाट पनि नेगेटिभ इम्प्याक्ट भयो सर। अर्को पक्ष के छ भन्दाखेरि यसले एउटा मास मेनिपुलेसन गर्दैन क्या, मास मेनिपुलेसन, सोसाइटी फ्रेगमेन्टेसनमा लिँदैन क्या होइन। केही त्यस्तो उदाहरण हाम्रो यस्तो छ उदाहरण, मास मेनिपुलेसनको कुरा गरौँ, सोसाइटी फ्रेगमेन्टेसनका कुरा गरौँ होइन। अब यसले चाहिँ समाजमा चाहिँ अलिकति डिसइन्फर्मेसन, मिसइन्फर्मेसन फैलाएर अनलाइन वारलाई पछि सुरुमा अनलाइन वारै भएको जस्तो, त्यो पछि रियल वारमा चाहिँ अफलाइन वारमा चाहिँ कन्भर्ट भएको जस्तो, एउटा चाहिँ म्यानमारको रोहिङ्ग्या कम्युनिटी भन्छ क्या, त्यो माइनर के अरे हाम्रो यो मुस्लिम कम्युनिटी हो क्या। त्यो म्यानमारमा त्यो कम्युनिटी बारेमा यसरी फेसबुक थ्रु होइन, त्यो बेला त्यो टाइमका फेसबुकलाई नै इन्टरनेट भन्थ्यो कि तिनीहरूले होइन, फेसबुक थ्रु यसरी नेगेटिभिटी फैलियो कि त्यसका त्यो मुस्लिम समुदायको बारेमा नेगेटिभ प्रोपागान्डाहरू यति फैलियो, कुरै छोड्थ्यौँ। त्यो पछि अन्ततको त्यो वारमै परिणत भयो क्या, अनि एक्जिस्टेन्सले क्राइसिस भयो क्या त्यो रोहिङ्ग्या कम्युनिटीको। पछि युएनले पनि एकदमै यो फेसबुक कारण यस्तो भएको, यो सोसाइटी एक्जिस्टेन्स क्राइसिसमा आएको हो भनेर त्यो एकदमै ठुलो त्यो इन्सिडेन्ट थियो। हजुरले आज घरमा गएर रिसर्च गर्नु होला, म त्यसको बारेमा रिसर्च गर्नु। अर्को अब जेनजीकै आन्दोलनको बेला हेर्नु न होइन, त्यो जेनजीको आन्दोलनको बेला तपाईँको मलाई के कन्सेप्ट चाहिँ यो सिमिलर आयो। जस्तै हामीहरू मोस्टली पहिला त के भएको थियो, फेसबुकमा अब यस्तो गर्नुपर्छ भनेर त्यसरी आएको नेपालको त्यो हुन त फेसबुकमा भएको कुरा, पछि त त्यो रियलमा परिणत भयो नि त। भनेपछि हामीले फेसबुकमा मोस्ट अफ द टाइम के हेऱ्यौँ, ए आन्दोलन गर्नुपर्छ भन्ने सुन्दा त्यस्तै भिडियो मानौ कि यो पुरा देशका सबै जनताहरू 3 करोड जति जनताहरू त्यही प्रोटेस्टकै वरिपरि घुमिरहेको जस्तो के। त्यो बेला फेरि कुनै अरू भिडियो सजेस्ट नै आउँछ। अचम्म के लाग्यो भने अरू त सोसियल मिडिया प्लेटफर्महरू ब्यान थियो, हजुर, साइड टिकटक डिस्कर्ड यस्तो 2-4वटा प्लेटफर्महरू खुला थियो क्या। अनि त्यति प्लेटफर्मबाट पनि कसरी इन्फर्मेसनहरू फ्लो भएको क्या। यो चाहिँ अलिकति अल्गोरिदमको नेगेटिभ पक्षहरू पनि देखिन्छ होइन, तर सबै कुराको नेगेटिभ पक्ष मात्रै, यसको नेगेटिभ पक्ष मात्रै भए त कसरी पोजिटिभ पक्ष त अब छ होला, किन नहुनु। जस्तो बिजनेसलाई हामीले अल्गोरिदमलाई सही तरिकाले बिजनेसमा युटिलाइज गर्न सक्ने भयौँ। त्यतिकै एमाजोनहरूले यो दराजहरूले त्यतिकै कमाएको हो त पैसा, सबै अल्गोरिदमको कमाल हो नि त त्यो त वास्तवमा। अभियसली योमा पनि यदि पर्सनले राम्रो भिडियो हेर्छ भने त उसलाई राम्रै रिकमेन्डेसन आउँला नि त, नराम्रो हेऱ्यो भने नराम्रै रिकमेन्डेसन। सो एउटा व्यक्तिले राम्रो कुरा हेर्दैछ भने त अभियसली उसलाई प्रोग्रेस नै भइरहेको थियो त, भनेपछि त्यो अल्गोरिदमले उसको लागि त राम्रै काम गर्दैछ, नराम्रो काम गर्नेको लागि नराम्रै गरिरहेको राम्रो। भनेपछि यहाँ त युजरले कतिपय बिजनेसहरू जस्तो दराजकै कुरा गरौँ, दराजकै कुरा जस्तो कुन कस्टमरलाई के कुरा मन परिरहेछ भनेर होइन, त्यो डेटाहरू हामीलाई मजाले एनालाइसिस गरेर
त्यो अल्गोरिदमले त्यो डेटाहरूलाई पछि एउटा डिसिजन मेकिङसम्म पुगाएर यो कस्टमरलाई यो प्रोडक्टहरू मन परिरहेको छ भने त्यही प्रोडक्टहरू रिकमेन्ड गरिदिने होइन नेटफ्लिक्सकै कुरा गरौँ होइन यस्तो यस्तो कुराहरू कति कमाएको छ नि यसले पछि त्यो त युजर कस्तो छ भन्नेमा डिपेन्ड हुन्छ जस्तो लाग्छ क्या हामीले यो अल्गोरिदमलाई अदृश्य शक्ति पनि मान्नु भएन क्या यो अदृश्य शक्ति मान्ने कुरा गरिरहेको छ हामीहरू यो खतरा अदृश्य शक्ति हो त्यसले हामीलाई सबैलाई मेनिपुलेट गरिरहेको छ भन्ने टाइपको होइन त्यसमा त्यसको एउटा मोडर्न टर्मिनोलोजी पनि हामीले सायद कुरा गर्दा बेटर होला कि सँग सम्बन्धित भनेको तपाईँको अल्गोरिदमसँग भनेको मेसिन लर्निङ मसिन लर्निङ अल्गोरिदम त एउटा स्टेप हो कसरी मेसिनलाई सिकाउने भनेको सो स्टेप्सहरू सो लास्टमा त्यो स्टेप अल्गोरिदम स्टेपहरू किन त्यो भने चाहिँ मेसिनलाई सिकाउनु छ होइन एउटा मेसिनले के ट्रेन गर्नु पर्यो भने चाहिँ यो व्यक्तिले चाहिँ यस्ता कुरा हेर्छ तैँले यो सिक त्यसले सिकेर अनि यसलाई यस्तै कुरा रिकमेन्ड गर भनेर सिकाउने हो क्या पद्धति हो अनि यसको इक्जाम्पलमा कमन हेरौँ न हामी तपाईँहरू कुनै बाटो हिँड्दै हुनुहुन्छ होइन जस्तै कहिले हिँड्दै हुनुहुन्छ बाटोमा जाँदै जाँदा गर्दाखेरि चिप्लिनु भयो आज चिप्लिनु भयो हिँड्दाखेरि मिस्टेकले हिँड्यो चिप्लिनु फर्स्ट दिन त्यो होला सेकेन्ड दिन फेरि चिप्लिनु भयो यहाँ त चिप्लिनु त पो रहेछ भन्ने तपाईँ कन्सर्न हो थर्ड दिनबाट तपाईँलाई के विश्वास हुन्छ भने त्यहाँ त चिप्लिन्छ भन्ने विश्वास हुन्छ यो हामी ट्रेन भयौँ नि त इन्सिडेन्टली हामी ट्रेन भयौँ त्यसै गरी अल्गोरिदम थ्रु अल्गोरिदमको स्टेपहरूले एउटा मेसिनलाई ट्रेन गराउँछ हाम्रो डेटा लिँदै ट्रेन गराउँदै अनि त्यसलाई मसिन लर्निङ भन्छ होइन त्यसपछि त्यो ट्रेन गरेको डेटा मसिनले लर्न गरिसकेपछि त्यसले प्रिडिक्टिभ एनालाइसिस गर्छ क्या के हुन सक्ला होइन कस्तो हुन सक्ला गरे जस्तो एउटा चाहिँ फेस रिडिङ गरे जस्तो क्या होइन त्यो हुन्छ नि यो साइकोलोजी बुझे जस्तो यो मान्छेको साइकोलोजिस्टहरूले तेरो साइकोलोजी यस्तो छ भनेर बुझ्छन् नि एउटा मसिनले पनि हाम्रो साइकोलोजी बुझे जस्तो क्या युजरहरू साइकोलोजी बुझे जस्तो होइन यो चाहिँ तपाईँको पोजिटिभ पक्ष पनि छ अनि यो टेक्निकल टर्ममा एल्गोरिदम भनेको एउटा मेसिनलाई लर्न गराउने हो अनि मेसिनले सिकिसकेपछि उसले त्यसलाई आफ्नो यस्तो यस्तो हुन सक्छ भनेर त्यही भएको सन्तोष सर यो अनअवेर युजरहरूले यही प्लेटफर्महरू सोसियल मिडिया प्लेटफर्महरू अनअवेर युजरहरूले चलाउँदाखेरि ती पो मेनिपुलेट हुँदैन अवेर युजर त कहिले पनि मेनिपुलेट हुँदैन योमा तपाईँको एउटा कुरा छ यो यहीसँग रिलेटेड यो अल्गोरिदमले एउटा इन्टरनेट बबल भन्छ क्या ओके इन्टरनेट बबल मैले सुनेको छु नि मैले पनि सुनेको छु सुन्नुभएको छ त्यो इन्टरनेट बबल चाहिँ यही अल्गोरिदमको कारणले नै बन्छ क्या मतलब हामीले त्यो साबुन पानी बबल बनाएको त्यस्ता बबलहरू होइन सानो बबलहरू छन् त्यो एउटा बबलभित्र एउटा व्यक्तिको आफ्नो युजर स्पेस छ क्या त्यो एउटा बबल मतलब मान्नु एउटा बबल छ अरे त्यो बबल भनेको चाहिँ एउटा व्यक्तिको उसले हेर्ने परिधि के हेर्छ कस्तो कुरा उसले एक्सेस गर्छ फेरि एउटा बबल अर्कोको भन्दा डिफ्रेन्ट हुन्छ जस्तै तपाईँले न्युज हेर्दै त्यो तपाईँको न्युज हेर्ने चाहिँ तपाईँको इन्टरनेट बबल मैले टेक्निकल रिलेटेड प्रोजेक्ट हेर्छु भने त्यो मेरो इन्टरनेट बबल यो कुरा चाहिँ एउटा फेरि मलाई के लाग्दो रहेछ भने होइन त्यो कुरामा मलाई के लाग्दो रहेछ भने मैले हेरेको कुरा मात्रै एक्जिस्ट गर्छ है यो दुनियाँमा अर्काले हेरेको एक्जिस्टै गर्दैन जस्तो लाग्दो रहेछ क्या जस्तो इलेक्सनको बेला होइन इलेक्सनको बेला चाहिँ मलाई मनपर्ने पार्टीको मात्र राम्रा कुरा देखाउने कि अर्को पार्टीहरूको के त्यस्तो राम्रा कुरा देखायो अर्को पार्टीको नराम्रो कुरा देखाउने तपाईँलाई अर्को भएको होला मलाई मनपर्ने पार्टीको तपाईँलाई नराम्रो कुरा देखाएको होला क्या यस्तै देखाउने त्यो एउटा स्पेस आफ्नै एक्जिस्टेन्स स्पेस जस्तो भएको जस्तो होइन योमा अहिले रिसेन्टली तपाईँले भन्यो भने नेपाल कन्ट्रीको कुरा गरौँ न नेपालमा अहिले नयाँ सरकार आएको सो नेपालमा यो नयाँ सरकारले के गर्यो भन्ने कुरा मात्रै बढी देखियो राम्रो गयो हामीहरूको फिल तर युएस त्यो इरानतिर वार भएको अहिले नदेखियो त्यो त देखिँदैन सो भनेपछि नेपालका व्यक्तिहरू चाहिँ एउटा इन्टरनेट बबलमा छन् उनीहरूलाई यो परिधि बाहेक के छ कि त्यो विश्वास लगाइरहेको देखिन्छ तर त्यति कन्सर्न हुँदैन अहिले कन्सर्न हुने भने नेपालको सरकारप्रतिमा त्यही भएर हामी युजरहरूले के कुरालाई चाहिँ एकदमै ध्यान दिनु पर्यो भन्दाखेरि यो अल्गोरिदम भने कुनै अदृश्य शक्ति होइन कसैले हामीलाई चलाइरहेको होइन हामीले कस्तो बिहेभियर देखाउँछौँ होइन डेटाहरू कसरी दिन्छौँ गिगो भन्छ नि गार्बेज इन गार्बेज आउट भन्ने जस्तो क्या कसरी दिन्छौँ त्यसले निर्धारण गर्छ कि कस्तो अल्गोरिदमले त्यो तरिकाले उसले चाहिँ हामीलाई चाहिँ प्याटर्न रिकगनाइज गरेर डिटेक्ट गर्छ अब योमा एउटा व्यक्तिले अथवा युजरहरूलाई अथवा होइन कसैले पनि के बुझ्नु पर्ने छ भने चाहिँ उसले जे कुरा देख्दैछ
त्यही नै सत्य हो, त्योभन्दा बाहेक केही एक्जिस्ट गर्दैन भन्ने कुरा चाहिँ अहिलेको कन्सर्न हुनुपर्ने छ। किनकि त्यो इन्टरनेट बबलको कारणले गर्दाखेरि हामी यस्तै कुरा मात्रै वर्ल्डमा एक्जिस्ट गर्छ भन्ने कुरा देख्न सक्छौँ। कतिपयले के गर्छ, यो त धनी धनी मात्रै, हामीले त्यस्ता एडहरू देख्न थाल्यो भने बाँकी मात्रै धनी धनी छन्, यो मात्र धनी मात्रै एक्जिस्ट गर्छन् यो वर्ल्डमा, म मात्रै गरिन्छु जस्तो फिल गरेर एङ्जाइटी हुने, डिप्रेसन हुने होइन। सर एउटा कुरा जस्तो एउटा भयङ्कर ठुलो त्यो इलेक्सन छ, सायद अहिले त डोनाल्ड ट्रम्प छ, डोनाल्ड ट्रम्प भन्दा अगाडिको कार्यकाल जो बाइडेनको थियो, त्योभन्दा अगाडिको कार्यकाल फेरि डोनाल्ड ट्रम्पको थियो क्या। त्यो बेला चाहिँ हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पको एकदमै खतरा कम्पिटिसन भएको हो नि। हिलरी क्लिन्टन लगभग जित्ने पक्का थियो क्या, अमेरिकामा एकदमै ठुलो एनालाइसिस भएको थियो। तर अघि इन्टरनेटकै बबलको कुरा आयो, इन्टरनेट बबलको कुरा आयो, अमेरिकाका पिपुलहरूले एउटा बबल परिधिभित्र रहेर के सोचिरहेछन् त होइन, कस्तो कस्तो चाहिँ उनले चाहिँ के अरे सेन्टिमेन्ट दिइरहेछन् त सोसियल मिडियामा होइन। त्यो सेन्टिमेन्टलाई ट्र्याप गर्न नि सकिँदो रहेछ क्या, अनि त्यो साइबर सेना युज गरेर होइन, जस्तो त्यो बेला रसियाले सपोर्ट गरे भन्छ क्या, साइबर सेना त्यो ट्र्याप गरेर हिलेरी क्लिन्टनको बारेमा नेगेटिभ न्युजहरू फैलाएर डोनाल्ड ट्रम्पले जिताएको केसहरू पनि त्यो एकदमै मिडियामा भाइरल भएको थियो क्या। यो इन्टरनेट बबल थ्रु इन्टरनेट त्यो स्पेसमा भएकाहरूलाई सबैलाई म्यानिपुलेट गरेर जस्तो त्यो बबलहरूलाई पनि ट्र्याक गर्न सकिँदो रहेछ भन्नु खोजेँ है मैले। त्यस्तो अब यो त अभियसली भन्दै जाँदाखेरि हाम्रो धेरै कुराहरू नेगेटिभ पक्ष आयो, पोजिटिभ पक्ष पनि हामीले कुरा गऱ्यौँ। प्रायः जस्तो अब पोजिटिभ पक्षकै कुरा गरौँ न। अब अलिकति त्यसलाई हामीले मेन कुरा युजरले राम्रोसँग युज गर्न जान्नु पर्यो, युजर नै अवेर हुनुपर्छ, अल्गोरिदम बुझ्नु पर्यो। एउटा भनाइ छ नि, इफ होइन पिपुल सोसाइटी एन्ड वर्ल्ड इज कन्ट्रोल बाई अल्गोरिदम विल कोल्याप्स वान डे होइन। इफ पिपुल सोसाइटी एन्ड वर्ल्ड अथवा कन्ट्री कन्ट्रोल द अल्गोरिदम क्यान कन्कोर वान डे भन्छ। जब समाज, व्यक्ति होइन, व्यक्ति समाज र देश सोसियल मिडियाबाट कन्ट्रोल हुन्छ अथवा अल्गोरिदमबाट कन्ट्रोल हुन्छ भने त्यो कोल्याप्स हुन टाइम लाग्दैन। जब समाज, देश र के अरे व्यक्तिले सोसियल मिडियालाई कन्ट्रोल गर्न जान्छ त्यसले जित्छ, त्यसले यहाँ चाहिँ हाम्रो यति डिस्कसन भयो, हामीले यति इन्फर्मेसन सेयर गर्यो हाम्रो दर्शकहरूलाई। सो योमा लास्टमा कन्क्लुजन भन्नुपर्दाखेरि चाहिँ एउटा युजरले आफूले कस्तो डेटा एक्सेस गर्छ त्यही अनुसार अल्गोरिदम ट्रेन हुन्छ। राम्रो डेटा एक्सेस गर्छ राम्रै ट्रेन, नराम्रो डेटा हेर्छ नराम्रै ट्रेन हुँदो रहेछ। जस्तो यो हाम्रो अहिले यो हाम्रो एपिसोड पनि राम्रै त हो नि। यो अभियसली यो राम्रो छ, यो राम्रो एपिसोड हेर्नुभयो भने नेक्स्ट टाइम तपाईँलाई राम्रै एपिसोडहरू सजेसन पाउँछ। अब यदि नराम्रो कुरा हेर्नुहुन्छ भने नराम्रै कुरा सजेसन आउँछ। सो अभियसली हाम्रो यो एपिसोडमा राम्रै कुराहरू हुन्छ होइन, टिएफसी नेपाल च्यानलमा। यस्तै च्यानल सर्च गरेर नै हेर्नु होला, सर्च गर्दै हेर्नु। अलिअलि आफ्नै च्यानलको बारेमा प्रमोसन हुँदैन नि त होइन। अब भन्दै अब आजको एपिसोड हामी अब यही एन्ड गर्नु पर्ला होइन। अब भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्नु होला अनि सब्सक्राइब गर्न नबिर्सनु होला टिएफसी नेपाल च्यानललाई। Keep in touch. Thank you everybody.